नमस्कार। आजको यो विश्लेषणमा हामी नेपालको राष्ट्रिय भवन संहिता अर्थात् एनबीसी 105 को पुरानो 2020 को संस्करणबाट नयाँ 2025 को संस्करणमा के महत्त्वपूर्ण अपडेटहरू आए त्यसको बारेमा विस्तृत रूपमा चर्चा गर्दैछौँ। हो, आजको हाम्रो मुख्य फोकस भनेको यी दुई कोडबीचको फरक के हो र ती परिवर्तनहरूले हाम्रो ई-ट्याब्सको डिजाइन वर्कफ्लोमा चाहिँ ठ्याक्कै कस्तो असर पार्छ भन्ने कुरालाई सरल भाषामा बुझ्ने हो। ल सुरु गरौँ है त। सबैभन्दा पहिले नयाँ कुरामा जानु अघि पुरानो र नयाँ दुवै कोडमा साझा कुराहरू के छन् त्यो हेरौँ। यसले हामीलाई एउटा बलियो आधार दिन्छ। राम्रो कुरा के छ भने डिजाइनको जुन मूल मर्म छ, जस्तै मानिसको जीवन सुरक्षा गर्ने र भूकम्पमा क्षति कम गर्ने, त्यो लक्ष्य जस्ताको तस्तै छ। अनि डिजाइनलाई जाँच्ने जुन हाम्रो तरिका हो, अल्टिमेट लिमिट स्टेट यूएलएस र सर्भिसेबिलिटी लिमिट स्टेट एसएलएस, त्यो पनि उस्तै नै हो। विश्लेषणका मेथडहरू पनि पुरानै छन् भनेपछि जग चाहिँ उही हो। अब यो जगमा के नयाँ कुरा थपियो त्यो चाहिँ अब हेर्दै जाउँ। ल अब सबैभन्दा महत्त्वपूर्ण खण्डमा प्रवेश गरौँ। 2025 को कोडमा के प्रमुख परिवर्तनहरू गरिएका छन् र त्यसले हाम्रो डिजाइनमा कस्तो असर पार्छ एक गरेर हेरौँ। नयाँ कोडले भवनको इरेगुलारिटी अर्थात् अनियमितताको लागि नियमहरू निकै कडा बनाएको छ। विशेष गरी एक्सट्रिम टर्सनल इरेगुलारिटीलाई त अब अनुमति नै छैन। यो एकदमै ठूलो परिवर्तन हो। यसको मतलब यदि कुनै तल्लाको एउटा कुनाको डिस्प्लेसमेन्ट अर्को कुनाको भन्दा 2.5 गुणा भन्दा बढी भयो भने त्यो डिजाइन नै फेल हुन्छ, त्यसलाई पुनः डिजाइन गर्नै पर्छ। यहाँ अर्को निकै रोचक र महत्त्वपूर्ण परिवर्तन देखिन्छ, त्यो हो स्टिफनेस मोडलिङमा। पहिले हामी यूएलएस र एसएलएस दुवैको जाँचको लागि एउटै स्टिफनेस मोडिफायर प्रयोग गर्थ्यौं, जस्तै बीमको लागि 0.35। तर अब कोडले स्ट्रेन्थ चेक अर्थात् यूएलएस को लागि छुट्टै र सर्भिसेबिलिटी चेक अर्थात् एसएलएस को लागि छुट्टै मान तोकेको छ। जस्तै एसएलएस को लागि बीमको स्टिफनेस 0.70 लिनुपर्ने हुन्छ। यसले हाम्रो विश्लेषणलाई अझ बढी यथार्थपरक बनाउँछ। अब एउटा एकदमै सिधा र सजिलै देखिने परिवर्तनको कुरा गरौँ। त्यो हो एक्सिडेन्टल एक्सेन्ट्रिसिटीको मान। पहिलेको कोडमा यो मान 10% अर्थात् 0.1b थियो भने अब त्यसलाई घटाएर ठ्याक्कै आधा अर्थात् 5% मा झारिएको छ। हो, यही नयाँ मान 0.05b यसले हाम्रो टर्सनल डिजाइनमा र संरचनामा आउने समग्र टर्सनको हिसाबमा निकै ठूलो प्रभाव पार्छ। त्यसो भए यसको सिधा असर के भयो त? एसेन्ट्रिसिटीको मान घटेपछि हिसाबमा आउने टोर्सनल डिमान्ड पनि स्वतः घट्ने भयो। सायद पहिलेको कोड अलि बढी नै कन्जर्भेटिभ थियो कि भन्ने हिसाबले यो परिवर्तन गरिएको हुन सक्छ, तर यसको मतलब टोर्सनलाई नजरअन्दाज गर्न मिल्छ भन्ने चाहिँ पक्कै होइन। 2025 को कोडमा लोड संयोजनलाई पनि अझै स्पष्ट बनाइएको छ। अब भर्टिकल साइज्मिक लोडलाई पनि अनिवार्य रूपमा समावेश गर्नुपर्छ। तर यहाँ सबैभन्दा ठूलो र ध्यान दिनुपर्ने परिवर्तन भनेको मोडल रिस्पोन्स स्पेक्ट्रम मेथड अर्थात् एमआरएसएम विश्लेषणमा छ। पहिले हामी बेस शियर अनुसार ड्रिफ्ट र डिस्प्लेसमेन्टलाई स्केल गर्थ्यौं हैन? अब त्यो गर्न पाइँदैन। कोडले स्पष्टसँग नो स्केलिङ भनेको छ। मतलब सफ्टवेयरले जे र डिस्प्लेसमेन्ट देखाउँछ त्यही नै फाइनल हो। र टाई बीमलाई पनि अब अधिकतम स्तम्भको लोडको 10% बल थेक्ने गरी डिजाइन गर्नुपर्ने नियम आएको छ। ल, यति धेरै सैद्धान्तिक कुराहरू त गर्यौं। अब यी सबै परिवर्तनहरूलाई हाम्रो काममा अर्थात् ई-ट्याब सफ्टवेयरमा कसरी लागू गर्ने त त्यो हेरौँ। हो, यूएलएस र एसएलएस को लागि स्टिफनेस मोडिफायर फरक भएपछि अब हाम्रो काम गर्ने तरिका पनि थोरै परिवर्तन हुन्छ। यसको लागि कि त दुईवटा छुट्टै ई-ट्याब्स मोडल बनाउनु पर्ने हुन सक्छ, एउटा यूएलएस को लागि अर्को एसएलएस को लागि, वा एउटै मोडलमा मोडिफायरहरूलाई एकपटक यूएलएस को मान राखेर स्ट्रेन्थ चेक गर्ने र फेरि एसएलएस को मानमा बदलेर ड्रिफ्ट चेक गर्ने गर्नुपर्छ। नयाँ कोड अनुसार डिजाइन गर्दा ई-ट्याब्समा यी कुराहरू अनिवार्य रूपमा चेक गर्नुपर्छ। जस्तै डायाफ्राम एसेन्ट्रिसिटी 0.05 राख्ने, भर्टिकल साइज्मिक लोड सहितको नयाँ लोड कम्बो बनाउने र सबैभन्दा महत्त्वपूर्ण कुरा एमएसआरएसएमबाट आएको डिस्प्लेसमेन्टलाई स्केल गरिएको छैन भन्ने कुरामा चाहिँ एकदमै सुनिश्चित हुनुपर्छ। त्यसो भए समग्रमा हेर्दा 2020 देखि 2025 को यो यात्राले भूकम्पीय डिजाइनको क्षेत्रमा वास्तवमा के अर्थ राख्छ त?
यो भनाइले अपडेटको सारलाई एकदमै राम्रोसँग बुझाउँछ। यो पुरानो कोडलाई फालेर नयाँ ल्याएको जस्तो होइन, बरु यो त डिजाइनरको हातमा भएको औजारलाई अझ तिखारेर, अझ परिष्कृत बनाएर दिएको जस्तो हो, जसले हामीलाई अझ गहिरो र विस्तृत विश्लेषण गर्न मद्दत गर्छ। अन्तमा यसबाट लिनुपर्ने सबैभन्दा महत्त्वपूर्ण सन्देश के हो भने यी सबै परिवर्तनहरूले हामीलाई अझ पारदर्शी, यथार्थपरक र अन्ततः पहिलेभन्दा अझ सुरक्षित भवनहरू डिजाइन गर्नतर्फ डोर्याइरहेका छन्। हो, यी अपडेटहरूले डिजाइनरहरूलाई अझ विस्तृत र सूक्ष्म दृष्टिकोण अपनाउन चुनौती दिन्छन् र यही चुनौतीले नै भविष्यमा बन्ने संरचनाहरूलाई अझ बलियो, सुरक्षित र लचिलो बनाउने नयाँ मापदण्डको लागि बाटो खोल्छ।